गाइज गुड मर्निङ एभ्रिवान। ल म चाहिँ अब ड्युटीमा निस्केँ है। यतिखेर कति बज्यो 10 साढे 10 जति त भयो जस्तो लाग्छ मलाई है। अब तेल हाल्न जाउँ पहिला। तेल हाल्न पर्यो। यहाँको 9 सेट गरेको छु अनि यहाँको 9 सेट गरेको छु। तेल हाल्नु पर्यो। हिजो 110 जति घुडेछ गाडी मोटामोटी कमाएछ हिजो 9000 जति लगभग है। अब यहाँ एउटा बज्नु चाहिँ बज्यो, कहाँको बज्यो भन्ने कुरा हो। नगरकोट। ओ माई गड, नगरकोट को जान्छ याङ्गोमा? इज दिस पोसिबल? नो। त्यही भएर म चाहिँ तेल हाल्ने आफ्नो बाटोतिर लाग्दैछु। तेल हाल्नु पेट्रोल पम्पतिर जाँदैछु। यो सिग्नलमा यस्तो जाम भइदिन्छ कोही बेला त नसोचेको जाम भइदिन्छ कि। अनि फेरि यो लेन पनि नभएर के ऊ त्यस्तो हुन्छ। अब जुन सिधा जानुपर्ने मान्छेलाई ऊ त्यो डिस्टर्ब गर्दै होइन। अनि त्यो डिस्टर्ब गरिदिएपछि जुन सिधा जाने मान्छेको टाइम त्यत्तिकै लस भइसकेको हुन्छ अनि अड्किन्छ कि। सबले जानु परेको छ। हतारको बेला त रिस उठ्छ। यस्तो फ्री हुँदाखेरि त ठिकै हो है। तर भएको बेला त गाह्रो हुन्छ नि। फेरि हतार पनि कसलाई होला र है। हैरान हुन्छ क्या मैले भने यस्तो एम्बुलेन्सलाई नै अड्का राखिदिइरहेको छ। हेर न, लेन बारे नलेज नभएपछि त्यस्तो हुन्छ। के भन्ने अब होइन। त्यो अड्किरहेको छ सिग्नलमा। त्यो लेफ्ट लेन खोलिदिएको भए जस्तो हुन्थेन कि। बजिरहेछ 3.5 किलोमिटरबाट न्युरो हस्पिटल जाने। अब को चाहिँ जान्छ अरे यतिखेर। तेल हाल्न अलरेडी लाइन छ यहाँनिर है। तेल हाल्न लाइन छ साथीहरू। लाइन यहाँनिर लाइन देख्न सक्नुहुन्छ। लाइन यहाँनिर होइन, लाइन देख्न सक्नुहुन्छ। लाइन स्टार रेस्टुरेन्ट हुन्छ। ए हस् 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 हस्। ल गाइज, यहाँ बस्दा बस्दा मलाई अब ढोलाइटीको लाग्यो 365 रुपियाँको इन ड्राइभ। अब त्यो दिन जान पर्यो है। अनि त्यही हो, अरू त के भन्नु। मैले आज ढिलो भइसक्यो। 11 बजिसक्यो यार। फर्स्ट 11 पौने 11मा बोनी गरेँ मैले। अब आज कतिको टार्गेट हुन्छ मेरो। 9 पनि घटाउनु पर्ला जस्तो लाग्यो याङ्गोमा। अब पहिला यो हेर्न जाउँ यो यसले के गर्छ होइन। अनि त्यहाँबाट ब्याक टु ब्याक इन ड्राइभमा फाल्यो भने त म घटाउँछु होइन। अब त्यहाँ गएर 15-20 मिनटभन्दा आधी घन्टा जति कुर्नु पऱ्यो भने चाहिँ याङ्गोलाई फेरि साइजमा ल्याउँछु। अनि अगाडि ल्याएर त्यही हो, इन ड्राइभ स्किप हुन्छ। याङ्गो चाहिँ माथि इन्टरफेसमा आउँछ। त्यसलाई प्रायोरिटी दिन्छ। कुरो त्यही भयो है त साथीहरू। ए 136 आना रहेछ यो सिग्नलमा त। ल 136 आना रहेछ। 136 अब स्टार हस्पिटल आइपुगेँ म होइन। स्टार हस्पिटल आइपुग्यो गाइजहरू। बिरामी नै होला मेरो सायद। मेबी बिरामी है। बिरामी नै होला।
370 को बनी गरिया फ्याट्टै अर्को टिप त लाग्यो है घटाएर हाल्यो कि बढाएर हालेको हेर्नै पाएन राम्रोसँग नजिकै देखायो 400 मिटरको उठाइदिइहाल्यो मैले उठाउन चाहिँ माइक्रो पार्कबाट यता भन्दै थियो नानीले जाने चाहिँ कता हो कतिको प्रायः पैसा नि राखेन मैले किनकि अलरेडी अर्को ट्रिपमा थियो त्यो मान्छेको लोकेसन ठिक रहन्छ अलिकति अगाडि गएर फेरि के भन्छ त्यो अलि अगाडि जानु पऱ्यो अनि अलि अगाडि जाँदाखेरि त्यो मान्छेले कहाँ जानुभयो होला तपाईँ यता आउनु न भनेर पो बनाइदियो अनि त्यहाँबाट चाहिँ पैसा नि हेरेको छैन म्यापको तालमा आइदिएको माइक्रो पार्कबाट लेफ्ट छिर्नु पऱ्यो लेफ्ट छिरेर खत्री गाउँ आइपुग्यो खत्री गाउँ 20 मिटर मै आउनुपर्छ कखनो भने मेरो साथी बहिनीलाई पिक गर्न हके मेन रोडमै तपाईँ औषधि खानु है यतैबाट लेफ्ट राइट माथि हेरी जानु लेफ्ट त्यही त यहाँ हेर्नु न ड्राइभर इज वेटिङ फर यु भनेर आँखा त्यो हटाउन मिल्दैन मिल्छ मैले राइटै स्टाइल राखेन फेरि अहिले मेरो पैसा एक्स्ट्रा काटिन्छ काटिँदैन नि अघि एकजनाले काट्यो नि यो इन्डियामा त जतिसुकै तपाईँको 200 भने पुरै काठमाडौँ भयो भने 200 नै हो कि याङ्गोमा चाहिँ काटिन्छ फेरि अघि के याङ्गो थियो होइन याङ्गोमा चाहिँ काटिन्छ यहाँबाट लेफ्ट ल अनि के भयो भन्दा कुराको पनि थिएन के गाडी आउने बित्तिकै चढेको अनि बाटोमा आउँदाखेरिसम्म पनि 360 देखाइरहेको थियो अनि 360 होइन त भनेको होइन 375 अरे अनि पछि हेर्छु त 4 मिनेट कुराको भनेर आउँछ है एक जामतिर पऱ्यो कि खै 1 सेकेन्ड पनि जाम पनि थिएन नर्बिकबाट आउँदा अनि 1 सेकेन्ड पनि कुरा थिएन के फेरि जामतिर पऱ्यो भने चाहिँ तपाईँको काटिन्छ 3 मिनटभन्दा माथिको जाममा पऱ्यो भने चाहिँ त्यो सुरु भइहाल्छ याङ्गोमा यसमा चाहिँ फेरि तपाईँ काठमाडौँ पुरै घुम्नुहोस् 200 छ भने 200 नै हो यसको घट्दैन बढ्दैन पठाउमा पनि बढ्छ फेरि टाइम लाग्यो भने तपाईँको अब जाममै पऱ्यो भने गाडी नगुडे पनि त्यो बढिहाल्छ अनि बाटो घुमाएर लग्यो भने पनि बढ्छ मेरो बहिनी त्यहाँ अगाडि जाम अनि त्यहाँ रोक्नु कहाँ मैले पारिपट्टि रोक्नु त्यहाँ रोक्नु मिल्ने ठाउँमा यता राइट है त म कल गरिहालेँ यहीँ आइसक्यो आउन त ए आइसक्यो यतै चढा भयो
पठाओ बुक गरेर आफ्नो लोकेसनसम्म पुग्नको लागि। कौन है ये लोग? कहाँ से आते हैं? साथीहरू चौवा डाँडामा आइपुग्यौँ हामी। अब चौवा डाँडामा आइपुग्यो। हुप्पील्यान्डतिर नजाउँ होला है। अब त्यतातिर गएर कोही छैन जाने मान्छे, एक्लै गएर के गर्नु, टिपसिप छैन यस्तो ठन्डा आराममा। जाडामा कोही पौडी खेल्न आउँदैन अनि अब एक्लै गएर काम छैन त्यहाँनिर, टिपै छैन। चौवा डाँडा भनेको चाहिँ यही हो काठमाडौँको पहिला पहिला नेपाली फिल्मको लगभग लास्ट फाइटको चाहिँ सुटिङ हुने म्याक्सिमम् चाहिँ यही हो क्या। म्याक्सिमम् फिल्मको चाहिँ सुटिङ हुने ठाउँ चाहिँ यही हो। अरू बेला अन्त जहाँ जहाँ जे भयो भने लास्ट फाइट हुन्छ नि जुन फिल्मको, त्यो चाहिँ प्रायः जस्तो यहीँ सुटिङ हुन्छ कि यहाँ पछाडि डाँडामा। त्यहाँ पोखरी छ होइन, त्यो पोखरीमा हामी पौडी पनि खेल्थ्यौँ पहिला पहिला। त्यो ढुङ्गा खानी हो मेरो विचारमा जहाँसम्म लाग्छ पहिला होइन। अनि त्यो सिमेन्ट यो हिमाल सिमेन्ट फ्याक्ट्रीको लागि त्यहाँ ढुङ्गा निकाल्ने ठाउँ जस्तो लाग्थ्यो मलाई। हेलो, बल्खुमा बसेँ होला म 2 घन्टा जति तकलिफन है। त्यो नगरपालिकाले अहिले त्यहाँ बल्खुको सुमो काउन्टरतिर रोक्न नदिने रहेछ गाडीहरूलाई। अलि माथि डाँडामा आएँ अनि यसो युट्युबतिर त्यो नयाँ नयाँ रिलहरू पनि हेर्दै थिएँ। अनि त्यहाँ एकछिन बसे जस्तो लाग्यो। 2 घन्टा जति भएछ। एउटै ट्रिप लागेन। त्यहाँबाट निस्किन गएको ठ्याक्कै तल पिपल बोर्ड साइडतिर आएर बस्छु भनेर भनेको थिएँ। ठ्याक्क तपाईँको के त भन्दाखेरि 460 को ट्रिप लाग्यो यहाँ सुविधानगर आउने बल्खुबाट। त्यो ट्युबको जुन ऊ छ नि, ट्युब कन्ट्रोलर छ नि, कन्ट्रोलर बोर्ड हो, त्यहाँबाट अनि त्यहाँ उठाएर यहाँ सुविधानगर आएँ। यहाँ पनि 10 मिनट जति भइसक्यो। टिप्सिप लागेन। आज त आइतबारको दिन अलिक गाह्रै गाह्रै ट्रिप लाग्न पनि गाह्रै छ। ल अब कहाँको ट्रिप लाग्छ फेरि भन्ने छ साथीहरूलाई त। ए गाइजहरू, कोडेश्वर बस्दा बस्दा एउटा कम्फोर्ट आनियो। अब यताबाट रुद्रमतीतिर जाँदैछु। लम्बु ढाको टोपी लगाएको मान्छे छ अरे, स्टकोट लगाएको, के भन्दै थियो लम्बु लम्बु भनेर। धेरै समयपछि आज अलिक ग्याप गरेर पुरै रेस्ट जस्तो पनि भयो होइन। किन त्यसरी नै ट्रिप पनि त्यति राम्रो छैन। एउटा यो ट्रान्सपोर्ट अरे, ट्रान्सपोर्टबाट 3-4 पोका चामलहरू छ दाजु। पो भनेर आयो ठुलो र ठुलो जहाँलाई पनि हुन्छ भनेर चाहिँ भन्थ्यो बुढापाकाहरूले। त्यस्तो कुरा आएपछि अब 4-5 पोका छ यसो खानालाई भन्ने कुरो गर्नु थाल्यो। ठिकै छ नि त, अब के चाहिँ होला भनेर चाहिँ होइन गएको। म पनि हिँड्नलाई भनेर कि हेलो, कहाँनिर हुनुहुन्छ सके? म त यता यो पहेँलो बस देख्नु पर्ला भने खेलबाट भित्र तल उबाट यो हाइसहरू रोक्छ नि यहाँनिर बाहिर के। ब्लु स्क्वायरको आफै कता ब्लु स्क्वायर त होइन। त्यो बस पार्क भित्र तपाईँ ब्लु स्क्वायर क्याफे त होइन है। बस पार्क भित्र भनेपछि त्यो उता उ निस्किनेतिर प्रायः के अरे यता गरको निस्किनेतिर होइन त, पेट्रोल पम्पबाट अगाडि। म त त्यो सनराइज ब्याङ्कतिर हो। ए ब्लु स्क्वायर क्याफे, ब्लु स्क्वायर क्याफे देखेँ मैले। ल तपाईँ आउनु त ठ्याक्कै। ल म आइसकेँ। ल यता आउनु त पारिपट्टि तपाईँ
त्यसै अगाडि छौँ है ठ्याक्कै ल म त्यही हो ल निस्किनु त तपाईँ साथीहरू धेरै भयो त्यो उमा पनि होइन यस्तो वान वेमा आउँछ यार गाडी के भन्ने यार यो आज भने जस्तो टिप लाएन भन्ने कि के भन्ने यार है अब बल्ल टल्ल ला ल गाइजहरू अब के भन्छ त भन्दाखेरिमा है आज त्यति राम्रो चाहिँ दिन मेरो लागि थिएन तर सन्तोषजनक नै छ भनौँ न कमाइ है यस्तै हो ट्याक्सीमा अब कहिले हुन्छ कहिले हुँदैन है कहिले अब भाडा मात्रै बुझाउन नि ठिक्क हुन्छ कहिले तेल मात्रै हाल्न ठिक्क हुन्छ भने कहिले अब गोजीमा हालेर खाएर पिएर होइन सबै गरेर पनि गोजी भरिन्छ के अरे गोजी भरिने होइन गोजीबाट चाहिँ बाहिर निक्लिन्छ होइन पैसाहरू त्यही भएर एकनासको कहाँ हुन्छ र सोचे जस्तो चाहिँ कहिले हुन्छ कहिले हुँदैन है ठ्याक्कै अनि जे छ जस्तो छ त्यसैमा सन्तुष्ट हुनुपर्छ होइन अब दिन छ नि अब चाहिँ ऋण लागोस् दिन लागोस् भन्छ होइन अनि हाम्रो त अब छ नि समय छ होइन हाम्रो दिनहरू छँदैछ नि के अब चाहिँ दिन त बाँकी रहिहाल्छ नि आज छैन नि भोलि कसो नहोला र होइन लाइफ भनेको त्यही हो नि के कसो गाइज अनि आज दुईवटा जति मैले चाहिँ ठुल्ठुलो हाने याङ्गोमा एउटा 700 को हाने एउटा 450 को हाने ल त्यही हो ठुलो ठुलो भनेकै नत्र त त्यही 200 को 180 को सानो हाने आज त्यो 6 सेट गरेको थियो त्यो पुरा भयो अनि अब अर्को त के हुनु र खै इन्ड्राइभ पनि ठिकै थियो आज दुईवटा इन्ड्राइभमा 600 को एउटा 600 इन्ड्राइभमा 600 को हानेर सरी अफलाइन चाहिँ 600 हो है यता न्यु रोडबाट सानो भर्याङ गएको 600 रुपियाँ लिए अनि त्यही सानो भर्याङमा बस्दा सानो भर्याङको त्यो ट्रान्सपोर्ट नगरबाट यता साटोबाट आउने 652 थियो मैले 700 दिँदैला भन्ने सोचेको त्यो दिएन चामल रहेछ 6-7 बोरा 30 किलोको है अब यसो खानालाई हो भनेर भन्दै थियो त्यो मान्छेले त्यस्तो चिप्ले घस्ने होइन एकदम उ टाइपको हुन्छ नि के अरे त्यो चिप्ले घस्ने टाइपको हुन्छ नि त्यस्तो मान्छे थियो अनि मलाई थाहा भइसकेको थियो बोरा पनि नयाँ रहेछ होइन सायद त्यसमा चामल थियो कि के थियो चामल त होइन तिमी अर्ग्यानिक प्रोडक्टहरू नै होला सायद त्यो होइन त्यसले पसल पनि रहेछ पछि किराना पसल अनि त्यही हो यतिखेर आएर मैले कहाँ जान्छु साथी आई डोन्ट ह्याभ टाइम टु गो देयर होइन घर जाने बेला भइसक्यो अनि बनतिरको आएर हुन्छ सो भएर आज चाहिँ अब ग्यारेज पनि आउने बेला भयो मेरो होइन